को बोटलाई म 360 मा अब देख्नु हेर्नु यो सुन्तला अन्त ठक्क अब यस्तो गर्ने अनि त्यसपछि यहाँबाट त्यही छ अब यो लाएर हाम्रो किरण सर र मैले अब यो बोटलाई के यो पुरै सत्यनाश पार्ने हो आज यो अब यो बोटाको सत्यनाश हुन्छ। तपाईँले जति खान सक्नुहुन्छ यो बोटामा हैन आउनुहुन्छ तपाईँलाई फेरि हैन जति सक्नुहुन्छ खानु। अहिले अब कति समय चाहिँ हामीसँग आधी घन्टा आउनुभयो नि यहाँबाट जति सक्यो खान सक्नुभयो नभए त्यो आज सत्यनाश हुनेवाला छ। काठमाडौँ 200 मा फुल बेचे भन्ने पछि आएर 1500 यो अहिले हाम्रो यो बोटबाट अहिले कति रुपियाँ किलो हुने भरे 650 कति बोटबाट अहिले चाहिँ 650 किलो हैन एउटा किन यो अलि बजार भावभन्दा अलि महँगो भएन र? हैन यसलाई चाहिँ बुटलमा लगेर हामीले 1000 रुपैयाँ किलोमा झन् बेच्छन्। ए 1000 रुपैयाँ किलोमा गाउँमा अलिक अलि सस्तो भनेर 650 किलो गाउँमा चाहिँ 650 रुपैयाँ किलो। त्यो पोहोर साल त हाम्रो कति 1950 कति केजीलाई परेको हैन? हजुर पोहोर त हामीले लगभग करोडको बेच्यो यहाँ सुन्तला करोडको हजुर। जस्तो यही ठाउँको सुन्तला यति महँगो चाहिँ खास के छ यसमा के कारणले गर्दा त्यति धेरै पैसा हाल्छन्? यो खासमा विशेष चाहिँ यो हाम्रो अन्नपूर्ण हिमाल धैलागिरी ए माछा पुछ्रे यिनीको चाहिँ काखमा त्यसको हावा खाएर उत्पादन भएको हुनाले ए त्यसको अलिक प्राइस अलिक छुट्टै छ अरूको सुन्तला भन्दा। यसमा केही जस्तो औषधिको रूपमा भनौँ न केही प्रसाद जस्तो टाइपले केही विश्वास एकदम उच्च भएको कारणले गर्दाखेरि त्यो खालको विश्वासले पनि हो कि या त के यसमा साँच्चीकै त्यसलाई वैज्ञानिक आधारहरू के छन् यसमा? यसको माग पनि धेरै छ फेरि बजारमा स्याङ्जा त्यसमा पनि सल्यानको सुन्तला भनेपछि यसको रेटै छुट्टै छ। त्यही भएर पनि यसको मूल्य अलिकति बढी महँगो तर उत्पादन चाहिँ जस्तो अलि थोरै छ तर यसको चाहिँ डिमान्ड र उ चाहिँ प्राइस डिमान्ड यसको चाहिँ विशेषता भएको कारणले गर्दाखेरि यसको मूल्य अलिक बढी पर्न गएको हो। त्यसमा पनि फेरि तर खोसाखोस है यो हजुर त्यसमा पनि फेरि बाँध्न पर्यो भनेपछि फेरि स्पेसल खालको हजुर सुन्तला हुने भएको कारणले गर्दाखेरि अलिक जस्तो यो टिप्दा पनि त टिप्ने पनि त विधि छ नि है? हामीले यस्तो सर्र तलदेखि घुम्दै एक फनको यो दायाँबाट सर्र घुम्ने अनि टिप्ने हैन? अनि टिप्दै 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 यस्तो हाँगा भाँचेर अलिकति लामो समयसम्म यो ताजा रहने ल हेर्नुहोस् है यसको हाँगा भाँचेर हामीले अहिले यसलाई भयो यो अहिले 650 चाहिँ अहिले बारीबाट पाउनुभयो। बुटोल जाँदा 1000 केजी हजुर। यो बजारमा लग्यो भने प्रति केजी 1000 सम्म पर्छ। यो विशेष गरेर बुटोलबाट पनि त्यो त्यहाँ अहिले त त्यो 5 स्टार होटल खुले नि है त्यहाँ मात्रै लान्छ होइन? ह्याट प्यालेस भन्नेमा जान्छ विशेष गरी। ए त्यसमा चाहिँ डिमान्ड पुगेपछि बल्ल बाँकी सुन्तलाको मार्केटमा जाने हो मार्केटमा तर मार्केट खोसाखोस पुग्दैन है? पुग्दैन यो मार्केटमा पुऱ्याउनै सकिँदैन यो है। यसको अलि माग बढी यसको स्वाद पनि त्यस्तै भएको कारणले गर्दाखेरि मार्केटमा पुऱ्याउनै गाह्रो छ। लगभग अहिले 30-40 वटा बगानमा चाहिँ डुलेर आइसक्यो हामीहरू चाहिँ। यो लास्ट बगान हो यसलाई चाहिँ सकेर भोलि लगभग 3-4 वटा टडक आउँदैछ यो लिनको लागि बुटलबाट सिधै मन्डीबाट है हजुर 4 वटा टडक। त्यो त हाम्रो त्यो तल्लो क्लासको सुन्तलाहरूको लागि मात्रै भयो कि हाम्रो यो अहिले हामीले जुन 1000 रुपैयाँ खाले किलोको भन्यौँ नि हजुर यसको लागि त स्पेसल त्यो एसी भित्र चाहिँ त्यो फ्रिज भएको डिफ्रिज वाला कोल्ड स्टोर कन्टेनर भएको गाडी आउँछ भाइ। यो चाहिँ स्पेसल सिधै यो हाम्रो ठुल्ठुला होटलमा जाने हो कि निर्यात हुने हो कि यो धार्मिक प्रयोजनहरूमा यस्तोमा पनि इन्डियातिर धेरै जान्छ है यहाँबाट। यसको लागि पनि धेरै युज हुन्छ यो तर यसको अलि रेटै महँगो कारणले गर्दाखेरि तपाईँले यो खरिद गर्न सक्नुहुन्न। महँगो छ एकदमै यसको है मूल्य नै महँगो छ यो। पोहोर सालको त्यो म अहिले छक्क परेछु कि पोहोर सालको मैले नि त्यो 2000 किलोवाला खाएको थियौँ नि एउटा त्यो मैले नि कस्तो नै रहेछ र के रहेछ भने अब आफ्नै गाउँको उत्पादन तर त्यो किन यस्तो डिमान्ड छ भनेर मैले अरू सुन्तलाहरू 4-5 ठाउँको सुन्तला यसको स्वाद उ गरेँ कि मैले राखेर एक केसरा चेक गरेको यस्तो फरक हुँदो रहेछ नि मान्छे यस्तो फाला यसको टेस्ट नै फरक छ कि यो हाम्रो यो खाइसकेपछि यो सुन्तला खाइसकेपछि मान्छेहरू यो पूर्व पश्चिमदेखि पूर्व झापादेखि लिएर पश्चिम कोवलपुर बागेदेखि पनि यहाँ खरिद गर्न आउनुहुन्छ।
तर सुन्तला एकैछिनमा हुन्न यी यसरी अब आधा घन्टामा यो गायब अब प्रति केजी 2000 मा बिक्री गर्छन् गरी यहाँ अहिले तत्काल चाहिँ बुटाएर टिपे घर 1650 केजी 1650 रुपैयाँ केजी बुटलमा लगिसकेपछि 2000-2500 सम्म जान्छ किलोको तर यसको त फेरि अझै ग्रेडिङ छुट्याउने छ नि है हामीले ग्रेडिङ छुट्याउने छ अझै ग्रेडिङको ए ग्रेडको त्यो A+ वालाहरूलाई त अझै महँगो पर्छ होला है यसको प्राइस अझै फरक छ तर त्यो जस्तो त्यो हामीले अस्ति योभन्दा अगाडि त्यो 20000 वाला बेचेको थियौँ नि त्यसमा त जस्तो एउटा बोटमा त्यस्तो खालको फल 1-2टा मात्रै फल्छ भन्ने सुनेको थिएँ नि के रहेछ त्यो त्यस्तो खालको बिरुवाहरू पनि छन् यहाँ छुट्टै खालका छन् त्यस्ता खालको बिरुवा पनि त्यो खालको बिरुवा तर यो पछि बनाएको भन्दा नि यो पहिलेको पुरानो बोटहरू हो नि होइन यो मतलब पुरानै बोटको बाट भयो लगाएको चाहिँ जति बेला सुन्तलाको महत्त्व नै थिएन भन्ने हिसाबबाट पनि पछि निशुल्क रूपमा पनि वितरण गरियो गाउँमै पहिला त यसको भ्यालु नै थाहा भएन नि त अहिले चाहिँ अलि व्यावसायिक रूपमा खेती गर्न लागेको चाहिँ 4-5 वर्षहरू हुन लाग्यो अब अहिले यो नगदे बालीको रूपमा लिएर हामी चाहिँ व्यावसायिक रूपमा खेतीपाती गर्दै आइरहेका छौँ सुन्तलालाई ठिकै छ बाहिर कोरिया जानु पर्दैन अहिले यहाँ सुन्तलै बेचेर पनि गाउँमै केही गर्न सकिन्छ भनेर चाहिँ हाम्रो नयाँ युवाहरूलाई पनि सन्देश दिन चाहन्छु म गाउँमै 2000 प्रति केजी सुन्तला बेच्न पाएपछि जापान कोरिया जान आवश्यकता भएन कि भएन विदेशतिर भएको हाम्रो युवाहरूलाई पनि आउनु नेपालमै आफ्नै गाउँमा उत्पादन गरेर केही गर्नु भन्न चाहन्छु हामीले यहाँ सुन्तला टिप्दैतिर मैले अगाडि पनि भनेको थिएँ हामीले कसरी टिपेर यो डाइरेक्ट जस्तो बोरामा क्रेटमा त्यो यस्तोमा हाल्ने होइन यो हामीले अर्ग्यानिक रूपमा बारीमा यसरी नै टिपेर पहिला भुइँमै राख्नुपर्छ यसलाई होइन यसको विधि प्रक्रिया छ कि अनि यो जहिले पनि दायाँबाट यसरी घुमेर यसरी जाँदै अनि टिप्दै टिप्दै तलबाट टिप्दै अनि माथि जाने हो अनि जब एउटा लास्टमा सुन्तला रहन्छ त्यो सुन्तलालाई टिपेर त्यसको भ्यालु कति रे लास्टको त झन् त्यसको झन् महँगो पर्न जान्छ त्यसको त त्यसको महँगो हुन्छ नि है हजुर त्यसको लास्टै महँगो पर्न जान्छ त्यो रानो जस्तो हुन्छ कि त्यसको भ्यालु राजा जस्तो माउरी घारहरूमा हुन्छ नि त्यस्तै खालको हुन्छ त्यो अटोमेटिकली हामीले टिप्दै जाँदाखेरि त्यस्तै खालको त्यो छोडिन्छ क्या हामीले नसकेको अनि बोटमा पछि त्यो अप्ठ्यारोमा हुन्छ हो जस्तो अरू यसरी साह्रैतिर यसरी नुक छ होइन यसरी सरर नुक छ अनि नुकिसकेपछि चाहिँ हामीले अरू सजिलै टिप्न सक्छौँ तर जुन चाहिँ रहन्छ त्यो बोट त्यो चाहिँ यस्तो खालको हुन्छ क्या ओहो है ल हेर्नुहोस् त अब स्याङ्जाको पनि गल्याङको पनि सल्यानको पनि फेरि अनि यो बान्न परेको भनेपछि स्पेसल यो सुन्तला यो ठ्याक्क त्यो जस्तो यो पूर्वको त्यो ठ्याक्क बिहानको पहिलो घाम झुल्किन्छ नि त्यो टक्क त्यो सुन्तलाको फलमा पर्न पर्यो एउटा होइन अनि जब त्यो सुन्तलाको फलमा पर्ने पहिलो घामको किरण र पारी अन्नपूर्ण माछापुच्छ्रे धौलागिरीको घाममा लाग्ने त्यो पहिलो किरण एकैचोटि आउँदाखेरि त्यसको त्यो छुट्टै खालको हुँदो रहेछ कि होइन त्यसको उले गर्दा पनि यसको अलि भालु पनि छुट्टै भएको हो अनि यो भौगोलिक हिसाबबाट पनि प्राकृतिक हिसाबबाट पनि त्यो खालको भूबनोटहरू चाहिँ एकदमै बिरलै छन् अरे के नेपालमा अनि यो बारेमा त्यति गहन रूपमा रिसर्च त भएको छैन तर अहिले पछिल्लो समय यसको बारेमा अलिकति यो हुँदैछ होइन यही त हो नि होइन अरू त अब हामीले के भन्छौँ र अब तपाईँहरू पनि अब यदि साँच्चीकै यही बोटको यस्तै खालको सुन्तलाहरूलाई मात्रै खान चाहनुहुन्छ जस्तो बजारमा त अब सामान्य खालको सुन्तला त कति हुन्छन् होइन खाइराख्नु भएको छ तर त्यो खालको राजर्षी खानकी हुन्छ अरे कि त्यो माउरीको घारमा रानुहरूले खाने भने जस्तै यो सुन्तला पनि ठ्याक्कै त्यस्तै हो होइन यसको पौष्टिकताको हिसाबबाट स्वादको हिसाबबाट अनि यसको धार्मिक सामाजिक सांस्कृतिक पनि त्यस्तै हुन्छ यसको विधि प्रक्रिया टक्कै पुर्याएर यो टिप्ने हो फेरि होइन सरर यसरी दायाँबाट हुँदै यसरी कति लगभग हामीले एउटा बोट टिप्दै गर्दा कति जति फन्को लाग्छ होला अब हामी यसमा लगभग 15-20 फन्को लाग्छ मलाई 15-20 फन्कोमा यो सक्नु पर्यो हजुर त्यो टार्गेटबाट यसरी सरर गर्ने ल हेर्नुहोस् त यस्तो छ हेर्नुहोस् होइन अब तपाईँहरूलाई पनि अब यो बारेमा केही
सुन्तला खान मन छ। यही खालको अब नर्मल बजारमा किनेर त जति पनि खानुहुन्छ होइन, तर यो सुन्तलाको डिमान्ड गर्न चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्नु होला होइन। अनि त्यसपछि त्यो यो साङ्जाको सुन्तला भनेर जति जुन मार्केटमा जसरी फेमस भयो नि, तर त्योभन्दा पछि मात्रै त धेरै पछि हो नि है यसको बारेमा अलि प्रचार प्रसार हुन लागेको त। हजुर अब यो चाहिँ अब विशेष खालको सुन्तला भएर यसको मार्केटमा पनि डिमान्ड पनि धेरै छ। यो बुटोलमै पुर्याउनै गाह्रो छ। यो बुटोल पनि ठुल्ठुला बाटोमा फेरि हामीले यस्तो जस्तो बजारसम्म पुर्याउँदै गर्दा नि यसको सुरक्षा भनौँ न, यसको डिमान्ड हाई भएको हुनाले बिच बाटोमै ठुल्ठुला उहरू साउजीहरू भनौँ न त्यसरी चाहिँ यो त्यो बढीभन्दा बढी मोलमोलाई गरेर किन्न चाहिँ माग्छन्। तर हामीले पहिले एउटा हाम्रो विश्वास पनि हुन्छ, वचन दिएको हुन्छ फल्नासम्म ल्याउँछौँ भनेर, अनि त्यही भएर हामीले त्यहाँसम्म पुर्याउनलाई गाह्रो हुन्छ कि। त्यही भएर यो चाहिँ हामीले लाँदाखेरि टक्कै अब यति बेला टिप्यो, अब यसको केही प्रक्रियाहरू हुन्छ, ग्रेडिङ सेटिङ अलिअलि छुट्यायो, अनि त्यसपछि टक्क यसलाई चाहिँ साँझ परेपछि थाहै नदेखिने सुन्तला के हो अलिक सानो थोरै मात्रामा हुन्छ नि त होइन, सुन्तला ल्यायो भन्ने थाहा नदेखिने यहाँबाट भगाइहाल्नुपर्छ होइन मार्केटसम्म पुर्याउन। एकदम विशेष सुरक्षाका साथ यसलाई त्यस्तो लिएर जानुपर्छ। क्यारेट खैरो बाबु कलर क्यारेट ल्याएको होइन पनि पुग्ने गरेको छ यो। जनकपुर विशेष गरी यो अस्ति हाम्रो यो राम्रो त्यहाँको सीतारामको बिहा हुन्छ नि वर्षमा, हो त्यो बिहाको प्रमुख त्यो प्रसादहरूमध्ये यहाँको सुन्तला चाहिँ त्यहाँ जान्छ। अनि यहाँबाट अयोध्यासम्म चाहिँ नि यो सुन्तला उहाँ पुर्याइसकेपछि चाहिँ एकदमै त्यो के एकदम त्यो जस्तो कैलाशमा शिव पार्वतीको भने जस्तोको ऊ चाहिँ अब डाइरेक्ट हिमाल त उहाँ लान सकिन्न, तर त्यो हिमाल हेरेको सुन्तला चाहिँ त्यसरी लगेपछि त्यहाँको प्रसाद ल्याइयो भनेर उनीहरूले एकदम गर्व गर्छ अरे कि, एकदम ल हामी चाहिँ एकदम आस्था विश्वास चाहिँ त्यस्तो छ अरे होइन। त्यही भएर नि यसको मूल्य चाहिँ त्यस्तो भएको हो। अब हजुरलाई लाग्ला अब यो बजारमा कहाँ त्यति सस्तोमा पाइन्छ, 1-2 रुपियाँ पाउँछ, यहाँ कहाँ 2-3 हजारको कुरा गरेको भनेर भन्नु होला होइन। तर कुरो चाहिँ यसको यस्तो छ कि यसको छुट्टै आस्था भएको हुनाले यसलाई महँगो परेको, र यसको स्वाद र उसको दृष्टिकोणले त अब तपाईँले खाएपछि हामीले त गफ लाए जस्तो हुन्छ होइन। त्यस्तो हो कि खानेलाई नै थाहा हुन्छ कति मिठास छ यसको मिठास। यसमा चाहिँ 4वटा दाना सुन्तला खाइसकेपछि त्यो मान्छेलाई एकदम उही घिउ खाए जस्तो मत्त भइहाल्छ खालको चाहिँ मिठास यस्तो खालको छ। अनि यो हामीले अहिले अब हाम्रो सेल्वा सल्यानको सुन्तला जनकपुर गर्ने चाहिँ गरियो त्यो चाहिँ हामीले चाहिँ यो चाँजो माँजो मिलाउँदैछौँ। यो स्पेसल यो पनि स्पेसलमा पर्छ, यो ए ग्रेडमा पर्छ है खै। ल हेर्नुहोस् यो यसको बनोट हेर्नुहोस् होइन, तपाईँले कहीँ पनि तपाईँले यो खोट लाउने चिजहरू यस्तो यस्तो हुन्नन् कि यस्तो चिजमा प्राकृतिक। ल हेर्नुहोस् है यसको यो सुन्दरताको कुरा होइन, उको कुराहरू खोट लाउने कुराहरूमा यस्तो हुन्छ। हेर्नुहोस् है म तपाईँले अब गफ लाएको भन्नु होला होइन, यसको बनोट कस्तो छ के छ भन्ने कुरो तपाईँ आफैले हेर्नुहोस् होइन। त्यही भएर यो यसको त्यो गोलाइ होइन, अनि त्यस ठ्याक्कै यसपछि के हुँदो रहेछ नि, देख्दाखेरि त्यति ठुलो पनि हुँदैन होइन, यसको बनोट नै त्यस्तै खालको हुन्छ कि हामीले जुन तीर्थको आकारसँग दान्छ नि सेम यसलाई चाहिँ प्राकृतिकले यसरी निर्माण गरेको हुन्छ। यसमा चाहिँ जस्तो कस्तो हुन्छ नि, बिहानको सर त्यो सुनौलो घाम यहाँ पर्छ, त्यसपछि हावा पनि त्यो ठ्याक्कै त्यो दिनको सिरफेर सर चारैतिरबाट पर्ने हुनाले यो खालको सुन्तलाको त्यो फलको गोलाइहरू होइन, फलको आकार पनि त्यस्तै हुने, अनि कतै खोट नदेखिने। यो हामीले चाहिँ अलिकति टिप्दाखेरि यो उ भयो यस्तो कुरामा भने हामीले यो खोट भएको भन्छ होइन। माछा पुछ्रे र अन्नपूर्ण हिमाल सँगै मिश्रित हावा पानीले चाहिँ हामीलाई यहाँ भेटेको हुन्छ यो सुन्तलालाई हो। त्यसकारणले त्यहाँदेखिको चाहिँ हाम्रो ल हेर्नुहोस् त एकदम हावा पानीले कुनै खोट छैन कि यहाँनिर। अनि यो सर खोल्छ्याउँदा पनि खोक्दा पनि के हुन्छ त भने टक्क त्यही ढङ्गले जान्छ। ल हेर्नुहोस् अब यो हामीले यत्तिकै यत्रो महँगो पुर्याएको होइन कि,
अनि 5 स्टार होटलहरूले मात्रै डिमान्ड गर्ने, हामीले त्यो उनीहरूको मागलाई पुर्याउनै नसक्ने कारणै यही हो। अनि यो विदेशीहरूले चाहिँ अझै यसलाई बडो चाख मान्छ अरे के, अरे यार सुन्तला यस्तो कसरी बन्छ भन्छ भन्दै थियो होइन। अनि ल हेर्नु न यस्तो गजबको आकारहरू नै त्यो गोलो गोलो के भन्छ बोक्राहरू त्यस्तरी नै बनेको हुन्छ। अनि यसको बोक्रा पातलो होइन, रस झम्म टाइपको होइन। यसको चाहिँ मोटो मोटो खालको हामीले गाउँतिर के पनि भन्छौँ भने जस्तो मह पनि हाम्रोमा हुन्छ होइन। अब यो सुन्तलाहरू उत्पादन गर्न पनि अब मौरीहरू त्यति बेला फुल फुल्दाखेरि ज्यादै हुन्छ, मौरीहरूको पनि भूमिका हुन्छ। अनि ठ्याक्कै मह खानु र यो एउटा सुन्तला खानु चाहिँ होइन त्यो दुइटै उस्तै हुन् भन्ने खालको हिसाबले पनि हामीले गाउँमा भन्छौँ। त्यहाँ सुन्तला खान के मह खादियोस् र भन्छन् कि अहिले पनि बुढापाकाहरूले नि, अनि त्यस्तो भन्छन्। त्यसले गर्दाखेरि यसको त्यो एउटा कुरा यसको मिठास, एउटा कुरा यसको भुवनोट के भन्छ यसको प्रकृतिको त्यो वन जङ्गलको सबै माउरीहरू पनि यहाँबाट यिनीहरूले नै यसको फललाई यस्तो राम्रो बनाउनलाई चाहिँ जुन भूमिका खेले र मौरीहरूले जसरी मह उत्पादन गर्छन्, अनि त्यसले गर्दाखेरि पनि त्यो महसँग दाँचेको हुनुपर्छ होइन। अर्को कुरो त यसको त मेन कुरा त गुलियो नै हो होइन त। ल हामी अब यो अब करिब हामीले त्यो राउन्ड मारेर अहिले हामीले कति राउन्ड भयो अहिले? हाम्रो यो अब तलबाट 4-5 राउन्ड मारिसक्यो। 4-5 मारिसक्यो होइन। त्यो लास्टको उ गर्ने बेलामा पो त हामीले कसरी भिडियो लिने भन्ने कुरा छ। अहिले चाहिँ हामीले यसरी भर्याङ लगाएर टक्क टाइम लाग्छ, आधी घन्टा जति लाग्छ। यहाँ चाहिँ विशेष जति माथि गयो, जति बुटाको माथि गयो त्यति खालको विशेष स्पेसल खालको सुन्तला दानाहरू दिन सकिन्छ। ल यता तलबाट पनि आएको यो सुन्तला हो। यो सुन्तला चाहिँ उहाँहरूले बोकेर लाँदै हुनुहुन्छ। यो महँगो खाले सुन्तला, योभन्दा बहुमूल्य छ। बहुमूल्य भेना नमस्ते भेना, नमस्ते हो नमस्ते भेना, सन्चै हुन्छ नि। कहिले आएको अस्ति हजुर। कहिले फर्कने? अब भोलि फर्किन्छु भेना। भोलि हजुर भोलिसँगै जाने जेठो। ल ल हेर्नुहोस् खोइ देऊ त यो चाहिँ एकदम यसको बन्ड पनि देख्नु न कस्तो दामी छ कि है। ल हेर्नुहोस् अनि यो छ होइन, अघि भर्खर सुन्तला त देख्नुभयो माथि लगाएको होइन, यस्तो छ। ल अब त्यो पुरै यो सुन्तलालाई अब हामीले कति वर्णन कति गर्नु हो है, आफै आएर खानुहोस् होइन। अनि यसबाट थाहा हुन्छ यो सुन्तला किन यति धेरै महँगो भयो, किन यति धेरै डिमान्ड भयो होइन। 2000 रुपियाँ किलो पनि मान्छेले किन हालेर सुन्तला खान्छन् भन्ने कुरा चाहिँ तपाईँ आफै छर्लङ्ग हुनुहुन्छ। त्यसले गर्दाखेरि तपाईँहरू पनि अब कहीँ तर यसको त अब यो खालको सुन्तला तपाईँहरूले पाउनुहुन्न मार्केटमा। अनि यहीँ पनि अलि 2-3 वर्ष अगाडिदेखि नै बुक पनि गरिराखेको हुन्छ कि कति चाहिँ जस्तो आफ्नो बिरामी बच्चाहरू केही समस्याहरू भएको अलि डराउने तर्सिने होइन, त्यति राम्रोसँग नपढ्ने जस्तो भनेको नमान्ने झिझिने त्यस्तो बालबच्चाहरूलाई पनि यो खालको सुन्तलाहरूको डिमान्ड हुन्छ यहाँ। अनि त्यो चाहिँ अब पहिल्यैदेखि नै ल यो खालको सुन्तला हामीलाई राखिदिने भनेर चाहिँ अर्डर गर्नुपर्छ, बुक गरेर राख्नुपर्ने हुन्छ। किनभने यो अलिकति थोरै उत्पादन तर बहुमूल्य भएको हुनाले पाउन गाह्रो हुन्छ है त। ल बहुत महँगा बा ये सुन्तला, बहुत महँगा बा। बिहार यूपी प्रदेश में बहुत डिमांड बा। एक वहाँ ट्रांसपोर्ट करके और बहुत सुरक्षित करके ले जाए के बा। भाई ये नेपाल के 1 नंबर सुन्तला भाइ। टिपल बाटी। ल अब अहिलेको चाहिँ हाम्रो भिडियो अलि लामो भयो होला होइन। यो पहिलो भिडियो हामीले तपाईँहरूलाई देखाइसक्यौँ होइन, हाम्रो यो एकदमै बहुमूल्य सुन्तलाको विशेषता र यसको माग कस्तो हुँदो रहेछ भन्ने बारेमा। ल तपाईँहरूलाई पनि यस्तो छ भने अब यो साल त यतिकै गइहाल्यो, अर्को साल चाहिँ तपाईँहरूले माग गर्नु होला। स्पेसल कहाँ रे किरण सर?
यसको स्पेसल अझै यहाँ माथि छ स्याङ्जाको पनि गोल्याङ गोल्याङको पनि सल्यानको पनि स्पेसल खासमा चाहिँ बान्न परि को सुन्तला भनेपछि यो त्यो खालको डिमान्ड ल त्यसरी आउने होला हजुर ल यति भन्दै आजको भिडियोबाट है हजुर तपाईँहरूलाई जाँदा यो सुन्तला